फ्याक्टरहरू त धेरै छन् हैन। त्यसमा अब मानवीय र प्राकृतिक दुवै हामी हेर्छौँ हैन। प्राकृतिकको कुरा गर्दाखेरि हो यो सिजनमा पानी धेरै परेको छैन र मौसमी अवस्था नै यस्तो छ कि त्यसले गर्दाखेरि वायु प्रदूषण बढेको छ हैन, पानी नपर्नु र हावा नलाग्नु। तर त्यसमा पनि धेरै फेरि मानवीय कारण पनि छ हैन। जलवायु परिवर्तनले गर्दाखेरि हाम्रो लामो समयसम्म पानी नपर्ने भइरहेछ। पोहोर साल पनि जुन जाडो महिनामा पानी पर्नुपर्ने थियो त्यसको करिब 20% मात्रै पर्यो भन्थ्यो, यसपालि त्योभन्दा कम पर्यो भनेर छ। सो त्यो बढिरहेछ, सुक्खायाम बढिरहेछ, जसले गर्दाखेरि वन जङ्गलमा डढेलो लाग्ने सम्भावना बढेको छ। त्यसमाथि हामीले के थप्दिया छौँ भन्दाखेरि ह्युमन फ्याक्टर पनि हो, सोसियल फ्याक्टर भनौँ। धेरै मानिसहरू गाउँबाट सहरतिर आए अथवा विदेशै गए, गाउँमा युवाहरू पनि छैन। जुन पहिला वन व्यवस्थापन गरिन्थ्यो सबै समुदाय मिलेर, त्यो अहिले गर्न सकिया छैन। वनमा को जुन चाहिँ पात पतिङ्करहरू इत्यादि छ, हाँगामिङ्गाहरू छ, त्यसको पनि प्रयोग धेरै हुन सकेको छैन किनभने मान्छेलाई आवश्यकता पनि धेरै भएन, जसले गर्दाखेरि त्यो सबै थुप्रेर बसेको छ र त्यसमा एउटा कसैले आगो चिल्को ल्याइदियो भने त्यो चाहिँ बल्छ। अब त्यसलाई व्यवस्थापन गर्न हामीले सकिरहेको छैन। अब त्यसमा कसको भूमिका हुन्छ त भन्दा निश्चय पनि सरकारको नेतृत्वदायी भूमिका हुन्छ। किन सरकार भनेको त सबैलाई नेतृत्व गर्नुपर्ने हो, त्यो एउटा गाइडलाइन दिनुपर्ने हो कसरी गर्ने भनेर, र त्यसमा एउटा सहयोगी भूमिका जुन गर्नुपर्ने त्यो भएको छैन हैन। अब गर्नुपर्ने त स्थानीय निकायहरूले हो, स्थानीय समुदायहरूले हो, तर स्थानीय निकाय स्थानीय समुदायहरूलाई परिचालन गर्ने, मार्गनिर्देशन गर्ने र सहयोग गर्ने भूमिका सङ्घीय सरकार प्रदेश सरकारको त्यो चाहिँ हुन सकेको छैन। जस्तै उदाहरणको लागि भनौँ त एउटा त्यो पात पतिङ्गरहरू हाँगाबिङ्गाहरू जुन छन् त्यसलाई हामीले सफा गरेर सोरेर ल्याउने हो भने, त्यसलाई बायो पेलेट्स बनाउने इन्डस्ट्रीलाई दिने हो भने उसले बायो पेलेट्स बनाउँछ जसले चाहिँ कोल अथवा कोइलालाई रिप्लेस गर्न सक्थ्यो। एकातिर कोइलाको आयात पनि घट्ने भयो, दोस्रो कोइलाबाट हुने प्रदूषण जुन इटाभट्टामा होला अथवा अरू पनि इन्डस्ट्रीहरूमा होला त्यो पनि घट्ने भयो। तेस्रो भनेको हाम्रै वन जङ्गलको जुन चाहिँ यो त्यतिकै खेर गइरहेछ त्यसको पुनः प्रयोग हुने भयो, र चौथो भनेको त्यो डढेलो पनि नियन्त्रण हुने भयो। अब यो गर्नको लागि के गर्नुपर्ने त भन्दाखेरि उद्यमीहरूले उद्योग खोलिसकेका छ हैन। 10-12वटा 12-15वटा उद्योगहरू छन् बायो पेलेट बनाउने, मार्केट पनि छ। तर बायो पेलेट अलिकति कोइलाभन्दा महँगो छ किनभने कोइला धेरै पहिलेदेखि आइरहेको हो, यो नयाँ भएको हुनाले। त्यो बायो पेलेटलाई मार्केट पेनेट्रेसन गर्नको लागि केही हेल्प गरिदिनु पर्यो सरकारले हैन। त्यो भनेको कि चाहिँ यता उसको यो पात पतिङ्गरहरू इत्यादि कलेक्सनमा हैन, र मटेरियलमा कलेक्सनमा हेल्प गरिदिनु पर्यो हैन, त्यो सप्लाई चेनमा, कि चाहिँ मार्केटिङमा हेल्प गरिदिनु पर्यो, कि चाहिँ कस्ट अफ प्रोडक्सन तल ल्याउनको लागि हैन। कस्ट अफ प्रोडक्सन तल ल्याउनको लागि सरकारले जस्तै आफ्नो करहरू केही कम गर्न सकिन्छ, अनि सुविधाजनक ऋणहरू दिन सक्छ इत्यादि। त्यो नगर्दिनाले त्यो उद्योग पनि फस्टाउन सकेन, यता चाहिँ त्यो रियुज पनि हुन सकेन, र स्थानीय समुदायहरूले पनि त्यो बेचेर केही कमाउन सक्थ्यो होला त्यो पनि गर्न सकेन। त्यो चाहिँ सरकारले गर्न सक्नु पर्थ्यो। अब समाधान अहिले समस्या कस्तो छ कहाँनिर छ भन्दाखेरि प्राविधिक समस्या धेरै छैन हैन। मान्छेहरूले चाहिँ ल के गर्ने भन्ने चाहिँ त्यो समस्या छैन। यो धेरै जसो नेपालको धेरै जसो केसमा आउँछ हैन। टेक्निकल प्रब्लम खास होइन यसमा। टेक्निकल के गर्न सकिन्छ, बायो पेलेट बनाउन सकिन्छ हैन, त्यसको चाहिँ त्यसको क्यालोरिफिक भ्याल्यु के हो त्यो त निकाल्न सकिन्छ नि त, आइडिया निकाल्न सकिन्छ नि। समस्या कहाँनिर छ भने इन्स्टिट्युसनलमा छ, गभर्नेन्समा छ हैन। त्यो भनेपछि समस्या अलिकति कहाँ हुन्छ, हामी इन्भाइरोमेन्ट इन्जिनियर पढेकाहरूले पनि सायद त्यतातिर धेरै ध्यान दिँदैनौँ। हामी चाहिँ यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्दाखेरि त्यहाँनिर गभर्नेन्समा अलिकति चाहिँ हामीले इम्प्याक्टफुल काम गर्नुपर्ने हुन्छ। त्यसैले अहिले जस्तै वायु प्रदूषणकै कुरा गर्दाखेरि मैले भन्ने गरेको के छ भने यो अल्टिमेटली गभर्नेन्सको इस्यु हो, र यसमा लोकल गभर्नेन्सको नेतृत्व चाहिन्छ नगरपालिका लेभल हैन। किन नगरपालिका भनेको कसरी बुझ्नुपर्छ भन्दाखेरि यो यस्तो संस्था हो जहाँ चाहिँ नीति जनतासँग ठोकिन्छ, ओके, वेयर पोलिसी मिट्स पिपल भन्छौँ, ओके। जनतासँग सबभन्दा नजिक बसेर काम गर्ने निकाय त्यही हो। मलाई केही समस्या आयो भने म जाने भनेको वडा कार्यालय हो, त्यहाँ म वडा अध्यक्षलाई चिन्छु, उसलाई मैले पनि भोट दिएँ हैन। त्यसैले जनतासँग मिलेर काम गर्ने। र अर्को भनेको सङ्घीय सरकार प्रदेश सरकारमा के हुन्छ भने छुट्टै छुट्टै हुन्छ हैन। कृषि मन्त्रालय छुट्टै, जसले चाहिँ यो कृषिजन्य अवशेष बाल्ने कुरा हो भने त्यहाँ गएर ठोकिन्छ। अब यतातिर गाडीको धुवा हो भने यातायात मन्त्रालयमा ठोकिन्छ, फेरि त्यसलाई इलेक्ट्रिफिकेसन गर्ने हो भने एनइए अथवा ऊर्जा मन्त्रालयमा गएर ठोकिन्छ इत्यादि हैन। ट्राफिक म्यानेजमेन्ट कसले गर्छ, गृह मन्त्रालय अन्तर्गतको ट्राफिक पुलिसले गर्छ। देयर आर मेनी इन्स्टिट्युसन हुन्छ नि त हैन। तर नगरपालिकामा सबै एकै ठाउँमा हुन्छ
हैन त्यहाँनेर काम गर्नु पनि सजिलो हुनुपर्ने हो हैन तर नगरपालिकाहरूलाई सरकारले पनि विश्वास गर्नु पर्यो र त्यो सहयोग पनि गर्नु पर्यो र हामी जस्तोले पनि सहयोग गर्ने भनेको त्यो लेभलमा अलि बढी चाहिँ सहयोग गर्न सके चाहिँ राम्रो हुन्थ्यो नागरिकले गर्न सक्ने भनेको तीनटा कुरा नम्बर 1 आफ्नो एमिसन घटाउने हैन त्यो भनेको के हो भन्दाखेरि फोहोर छ भने फोहोर नजलाउने फोहोरको व्यवस्थापन गर्नुस् फोहोर पुनः प्रयोग गर्नुस् अथवा त्यति पनि गर्न सकेन भने जसले लिन आउँछ त्यहाँ दिने हैन नजलाउने आफ्नो मोटरसाइकल छ भने टाइममा सर्भिसिङ गर्ने मोटरसाइकल गाडी छ भने अझ सक्यो भने त्यसको प्रयोग पनि नगर्ने यस्तो बेलामा हिँड्ने साइकल चढ्ने सार्वजनिक यातायात चढ्ने इत्यादि हैन जे होस् आफूबाट हुने प्रदूषण अथवा उत्सर्जनलाई घटाउने एक दोस्रो भनेको त्यो उत्सर्जनबाट बच्ने त्यो पनि तीनटा किसिमको छ एउटा जुन समयमा प्रदूषण हुन्छ त्यो जानी राखौं र त्यस बेला बाहिर नजाउँ जस्तै हामीलाई थाहा छ बिहान बढी प्रदूषण हुन्छ अनि बिहान जगिङ नजाउँ त आफ्टरनुनमा गरौँ जुन स्थानमा बढी प्रदूषण हुन्छ त्यहाँ सकेसम्म नजाउँ जस्तै गाडी धेरै आउने ट्राफिक जाम धेरै हुने ठाउँमा प्रदूषण बढी हुन्छ किनभने जुन गाडी बिस्तारै गइरहेछ फर्स्ट गियरमा उले बढी प्रदूषण फ्याँकिरहेको हुन्छ जबकि थर्ड गियरमा त्यही गाडी गयो भने त्यसले प्रदूषण त्यति फ्याँक्दैन हैन त्यसैले जाम हुने ठाउँमा धेरै अभोइड गरौँ र तेस्रो भनेको आफ्नो सुरक्षा आफै गरौँ मास्क लगाउँ हैन बच्चाहरू छन् बुढाहरू छन् भने उहाँहरूलाई पनि दिउँ अझ अफोर्ड गर्न सकिन्छ भने घरमा एयर प्युरिफायर पनि राख्न सकिन्छ हैन त्यो गर्ने भनेको दोस्रो कुरा पहिलो कुरा आफैले प्रदूषण नगरौँ दोस्रो कुरा प्रदूषणबाट बचौँ र तेस्रो भनेको आवाज उठाउँ छिमेकीले बालिरहेछ भने उहाँलाई गएर भनौँ नगरौँ भनेर त्यो पनि मान्नु भएन भने अथवा छिमेकीसँग झगडा गर्ने आफ्नो इच्छा छैन भने वडामा गएर भन्नुस् नगर प्रहरीहरूलाई भन्नुस् उहाँहरूले हटलाइनको नम्बर दिइराख्नु भएको छ त्यहाँ कल गर्नुस् जे होस् आवाज उठाउनु पर्यो हैन त्यो भने सरकारलाई पनि सहयोग हुन्छ र आफूले पनि त्यसमा केही भूमिका खेल्न सक्छौँ हामी त्यसैले यो तीनटा कुरा हरेक नागरिकले गर्न सक्छ दुई तीनटा कुरा हेर्छु अब प्राविधिक कुरा नै गरौँ हैन यहाँको प्रदूषण किन भइरहेछ हामीलाई थाहा छ भेहिकल इमिसन भइरहेछ हामी जिरो इमिसनमा जान सक्छौँ इलेक्ट्रिक गाडीहरू त्यत्रो आइरहेछ अहिले नभएको भनेको पब्लिक ट्रान्सपोर्टलाई इलेक्ट्रिफिकेसन गर्न नसक्या हो पब्लिक ट्रान्सपोर्टले सबभन्दा बढी फालिरहेको हुन्छ किनभने त्यो त 10-12 घण्टा हिँडिरहेको हुन्छ नि त्यो गाडी जबकि तपाईँको मोटरसाइकल भनेको त 1-2 घण्टा हिँड्छ होला दिनको त्यो पब्लिक ट्रान्सपोर्टको इलेक्ट्रिफिकेसनमा ध्यान दिने हो भने अब त्यो किन भएन भनेर सोध्ने हो भने एक चार्जिङ स्टेसन छैन मेरो गाडी इलेक्ट्रिक गाडीलाई चार्ज गर्नलाई म घर लान सक्छु मसँग इलेक्ट्रिक बस छ भने कहाँ घर लाएर चार्ज गरेर राख्ने त्यसको लागि त छुट्टै पब्लिक चार्जिङ स्टेसन चाहियो नि त त्यो गङ्गमुमा होला अथवा अहिलेकै ट्रली बसको डिपोमा होला गर्न सक्छ नि सरकारले दोस्रो इलेक्ट्रिक बस महँगो छ सुरुमा हैन जहाँ पनि संसारभरि नै पब्लिक ट्रान्सपोर्टलाई गभर्नमेन्टले अलिकति सहयोग गर्छ यहाँ पनि गर्नु पर्यो हैन त्यति गर्ने हो भने यहाँको राम्रो पक्ष के छ भने प्राइभेट सेक्टर अगाडि आइसकेको छ नि त सो प्राइभेट सेक्टरलाई सँगसँगै सहयोग गर्ने हो भने त्यो अगाडि बढ्न सक्छ त्यो त यातायात मात्रै भयो त्यसमा पनि अझ काठमाडौँमा के देखिन्छ भन्दाखेरि एभरेज ट्रिप डिस्टेन्स यात्राको दूरी भनेको 5 किलोमिटर हो त्यो साइकलमा गर्न सकिन्छ हिँडेरै पनि गर्न सकिन्छ हैन त्यसैले त्यो ट्रान्सपोर्ट म्यानेज गर्ने हो भने ट्रान्सपोर्टको इमिसन घट्न सक्छ हैन त्यसपछि इन्डस्ट्रीहरू त्यसै पनि धेरै छैनन् इटाभट्टाहरू केही छन् त्यो बिस्तारै बाहिर जाँदैछन् हैन अन्य प्रदूषणका स्रोतहरू भनेको खास धेरै छैनन् हो बाहिरबाट आउँछ त्यसपछि हैन अथवा यही वरिपरि पनि वन जंगल छ डणेलो लाग्छ भने त्यो वन जंगलको डणेलो त कन्ट्रोल गर्न सकिन्छ नि अघि भने जस्तै ओके र अलिकति बाहिरबाट आउँछ नि त्यसलाई अलिकति ध्यान दिनुपर्ने हो हैन जे होस् धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ हरियाली बढाउन सकिन्छ अहिले पनि हो काठमाडौँमा धेरै ठाउँमा कङ्क्रिट जंगल भइसक्यो भनेर भन्छौँ तैपनि माथिबाट यसो हेर्दाखेरि हरियाली क्षेत्र पनि छन् त यहाँ धेरै हैन सो मेरो विचारमा देयर इज स्टिल होप गर्न सकिन्छ अरु ठाउँमा त झन् डेफिनेटली गर्न सकिन्छ गर्नुपर्छ पनि फेरि किनभने हाम्रो देश भनेको वान अफ द मोस्ट र्यापिडली अर्बनाइजिङ देश अथवा सबभन्दा बढी सहरीकरण भइरहेको देशमध्ये पर्छ त्यो भनेको भविष्यको सहरहरू बनेकै छैन बन्ने क्रममा छ त्यसले इन्टरफियर भनेको अहिले नै गर्ने हो सबभन्दा पहिला म के भन्छु भन्दाखेरि विकास र वातावरण भनेको एउटै सिक्काका दुईटा पाटो हुन् भनेर हामी बारम्बार भन्छौँ त्यो हो के त्यो साँच्चै त्यसमा विश्वास गर्नु पर्यो एक हैन विकास गर्नलाई वातावरण नाश गर्नै पर्छ भन्ने होइन वातावरण मैत्री विकास गर्नु सकिन्छ र त्यो गर्नलाई धेरै टाढै जानु पर्दैन हाम्रै काठमाडौँमा हैन पहिलाका हाम्रा पुस्ताले के गरे हेर्नुस् न हैन पहिलाका हाम्रा शहर कस्तो थिए गुचमुच्च परेको कम्प्याक्ट सेटलमेन्ट थियो कम्प्याक्ट सेटलमेन्ट भनेको इन्भाइरोमेन्ट फ्रेन्डली हुन्छ तपाईले जहाँ जानु पर्दैन हिँडेर जान सक्नुहुन्छ चोकबाट भित्रबाट जान सक्नुहुन्थ्यो हैन वरिपरिका जग्गाहरू खुल्ला छोडिया थियो
फ्लड प्लेनको रूपमा हैन तपाईको एग्रिकल्चरको लागि फुला छोडेको थियो आकाशबाट पानी परेपछि त्यसलाई संकलन गर्नको लागि पोखरीहरू थियो त्यही पोखरीको पानी फेरि ढुङ्गे धारामा जान्थ्यो हैन फोहोर व्यवस्थापन गर्नको लागि पहिला चाहिँ सौगा भनेर हुन्थ्यो चोकमा हैन सागा भनेको कम्पोस्ट गा भनेको पिट कम्पोस्ट बनाउने खाल्डोहरू हुन्थ्यो त्यति बेला नै हैन नौगा भनेर हुन्थ्यो नौ भनेको एश खरानी गा भनेको पिट र त्यसमा फेरि आफ्नो राख्थ्यो पिसाब राख्थ्यो खोप्रामा संकलन गरेर अब त्यो ब्रिलियन्ट साइन्स त हेर्नुस् न खरानी भनेको कार्बन रिच मटेरियल हो फेरि पिसाब भनेको नाइट्रोजन रिच हो कार्बन नाइट्रोजन मिलायो भने राम्रो कम्पोस्ट बन्छ भने उलाई थाहा थियो त्यहाँनिर गर्थ्यो र यो सबै गर्ने क्रममा आफैले गर्थ्यो उहिले जमानामा आजभन्दा धेरै वर्ष अगाडि गोपाल सिंह नेपालीले एउटा किताब लेख्नु भएको थियो द नेवार्स भन्ने 1965 मा पब्लिश भएको थियो के अरे धेरै अगाडि 60 वर्ष भइसक्यो त्यसमा उहाँले के भन्नुभएको छ भने नेवारहरूले आफ्नो फोहोर 50 पैसा प्रति टिनमा बेच्थ्यो भनेर है त्यति बेलाको फोहोर भने के प्लास्टिक सास्टिक थिएन त्यही आछी त्यही अर्ग्यानिक वेस्ट थियो टिन भने के 20 लिटरको घिउको टिन होला हैन भनेपछि त्यसले के देखाउँछ भने नेवारहरूले आफ्नो फोहोरको मूल्य छ भनेर थाहा थियो इट वाज अ भ्यालुएबल गुड भनेर त्यसैले नेवारको त्यत्रो नेवार संस्कृतिमा उनीहरूले दरबार बनाए मन्दिर बनाए राम्रा घर बनाए तर एउटा कहिले नबनाएको टोयलेट कहिले बनाएन टोयलेट बनाए के फोहोरलाई त्यहाँ राख्ने फ्लस गरेर गएर बागमतीलाई प्रदूषण गर्ने किनभने 50 पैसा प्रति टिनमा बेच्न सक्छ भने कसले बनाउँछ त्यो कसले फ्लस गर्छ अनि त्यो फोहोर भनेको रिसाइकल गर्नुपर्ने चिज हो भनेर पनि थाहा थियो रिसाइकल गर्थ्यो र लास्ट त्यो रिसाइकल गर्ने काम मेरै हो भनेर पनि थियो नगरपालिकाले जिम्मा दिए हैन नि त सो यो फन्डामेन्टल प्रिन्सिपलहरू अहिले पनि भ्यालिड छ हो अहिले टिनमा फोहोर राखेर 50 पैसामा बेच भने होइन अहिले अरु पनि सिस्टम छ अहिले खाली सीसीलाई फोन गरे भने लिन आउँछ एटसेट्रा हैन त्यसैले अहिलेको मोडर्न टेक्नोलोजी पनि युज गर्ने हो भने र पहिलाको भ्याल्युजहरू हाम्रो मूल्य मान्यतालाई फ्युज गर्ने हो भने सल्युसनहरू आउँछ यहाँ अहिले हैन त्यो हामीले टाढा जानै पर्दैन हाम्रै यो संस्कृतिबाट हामीले धेरै सिक्न सक्छौं र धेरै गर्न पनि पर्छ सो मेरो युवा पुस्तालाई र अरूलाई पनि मेरो चाहिँ सुझाव के छ भने हाम्रो आफ्नै संस्कृतिबाट पनि सिकौं अरूबाट पनि सिकौं तर सिकौं र समस्याको समाधान यही छ धेरै टाढा जानु पर्दैन एकखेप पानी पर्दैदेखि आनन्द हुन्थ्यो भनेर पर्खेर बसेर चाहिँ भयो एक त समस्याको समाधान छ भनेर बुझ्नु पर्यो दोस्रो त्यो सरल छ धेरै कम्प्लिकेटेड पनि छैन र तेस्रो भनेको त्यो गर्ने जिम्मेवारी मेरै हो हैन यसरी अरूलाई औँला देखाउँदाखेरि तीनटा औँलाले आफैलाई फर्काइरहेको हुन्छ त्यो चाहिँ थाहा हुनु पर्यो हस् सर थ्यांक यू थ्यांक यू